हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। यो चाहिँ मेरो डे टु मिनी ब्लग हो साथीहरू। सबैजना सन्चै हुनुहुन्छ होला। मेरो बिहानीको सुरुवात हुनुहुन्छ साथीहरू कोठाबाट हेर्नु मेरो छोराको मुस्कान हेरेर। अनि मेरो बुढा चाहिँ सुतिराख्नु भएको थियो साथीहरू। म चाहिँ बिहान उठेर सबै घरको कामसाम भ्याएर नुहाइधुवाइ गरेर मेरो छोरासँग टाइम स्पेन्ड हुन्छ। त्यसपछि मैले आफ्नो किचनमा चिया र बिस्कुट खाँदै साथीहरू एकदम भोक लागेर अनि म खाना पकाउने तयारीमा लाग्छु। खानासाना बनाएर टक्क सागसाग बनाएँ साथीहरू। अनि तरकारी पनि बनाएँ अनि भात पनि बसाल्नु पऱ्यो नि त साथीहरू। टाइममा फटाफट भ्याएपछि आफूलाई आनन्द हुन्छ नि त। त्यो म दाल साल पनि उमाले साथीहरू हेर्नु सक्नुहुन्छ। अनि माइत त हेर्नै पर्यो साथीहरू। नजिक माइत भएपछि अनि बुढाबुढीको यहाँ यस्तो कुराकानी भइरहेको साथीहरू। यस्तो गर्मी अनि 9 बजेको यस्तो चर्को घाम लाग्छ के कुरा गर्नु र। अनि तर खानासाना बनाएर भ्याएँ साथीहरू। अनि माथि अब कोठा बिस्तारै अलिअलि मिलाम भनेर म चाहिँ माथि आएँ। अनि बिस्तारै मिलाउनेतर्फ लागेँ साथीहरू। टक्क लगाएर हेर्न सक्नुहुन्छ। खानासाना अब जति भइसक्यो त्यो निकालेर मिलाउने झ्याउ लाग्छ नि साथीहरू। अनि यत्तिकै मिलाइदिएँ। बुढाबुढी भएर अलिअलि मिलाएँ पटाएँ। अनि मेरो बुढालाई खाना दिएँ साथीहरू मैले। हेर्नुहोस् अनि खानासाना खाएर सबैजना खानासाना खायौँ। अनि भाँडासाँडा धुनु पऱ्यो साथीहरू। आफ्नो काम त भ्याउनु पऱ्यो हो कि न साथीहरू। अब घरमा बसेपछि यस्तै त भाँडासाँडा धुने, खाना बनाउने, बच्चा हेर्ने यही काम छ साथीहरू मेरो आजभोलि। अरू खासै केही छैन। अनि भाँडा भएर मैले हेर्नु अहिले यस्तो क्लिन गरेर सइट हेर्नु यस्तो राम्रो सफा गरेँ। टक्क लगाएर सफा गरेँ साथीहरू। अनि मेरो काम भ्याइयो। अनि बिमासँग फेरि खेल्ने टाइम आयो मेरो। अनि हेर्नु साथीहरू गर्मी यस्तो गर्मी छ नेपालमा के कुरा गर्नु र। अनि पछि यो चाहिँ साँझ अनि बिमासलाई खाना खुवाउन लायौँ साथीहरू। दिउँसो हो यो चाहिँ है। बिमासलाई खानासाना खुवाएर अनि सुतायौँ। अनि सुत्यो। अनि फेरि साँझ खाना पकाउने बेला भइहाल्यो। अनि रोटी बनाउँछ मम्मी र म मिलेर बनाइरहेको थियौँ साथीहरू। अनि तरकारी चाहिँ मैले गराएँ। गराएपछि बिमासको हिजो 10 महिना कम्प्लिट भएको फोटोसुट गरेर अनि हामीले रोटी र तरकारी खान लायौँ साथीहरू। नन्द भाउजू भएर अनि खाएर अनि हामी एकछिन जाऊँ न त घुम्न यस्तो गर्मी छ भनेर गयौँ साथीहरू। गएको बेला अनि थ्रेडिङ पनि मैले पनि गरेँ। अनि कौशलाले पनि गर्नुभयो। मैले यस्तो टिप्छु शाखा ब्युटी पार्लर साथीहरू एकदम राम्रो छ। अनि हामी वाफर खाना पनि पसिहाल्यौँ कि साथीहरू। यहीँ नजिकै थियो वाफर। मैले असम्म ट्राई गरेको थिएन कस्तो हुँदो रहेछ त भनेर मैले खान मन लाग्यो भनेको थिएँ। अनि कौशला र म भएर खायौँ साथीहरू। यस्तो मिठो लाग्यो साथीहरू। मैले फर्स्ट टाइम खाएको, मलाई चाहिँ मिठो लाग्यो। हजुरले खानुभएको कि नै कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि पछि फेरि रातिको टाइममा साथीहरू मम्मी आउनुभयो नातिलाई भेट्न। अनि पछि नातिलाई भेटेर नाति सुत्यो, म पनि सुतेँ। अनि मेरो बुढा चाहिँ अझै मोबाइल चलाउँदै हुनुहुँदो रहेछ, आफै भिडियो गराउँदै थियो साथीहरू। बाई बाई।